गुड मर्निङ सबैजनालाई। आज पनि आइसके जङ्गलतिर है। काम भनेको यस्तै हो, के गर्ने, काम गर्नै पर्ने एउटा बाध्य छ। तर पनि गरे नेपाल सरकारले यस्तो यार जति पनि घरको मान्छे छन् हाम्रा सबै विदेशमा आउनुपर्ने बाध्यता किन होला? नेपाल सरकारले बनाउनु परेन अलिकता कि रोजगारी सृजनाहरू गर्नुपर्छ कि पर्दैन? अब हाम्रो बाध्यता भनेको यस्तो छ कि विदेशमा नआउने गाई गोरुबच्चा हिँडेर ढेडेको नहुने एउटा बाध्य भइरहेछ होइन। नेपाल सरकारले यदि मेरो भिडियो हेर्न सक्छ भने हेर्न चाह्यो भनेपछि कुनै यदि कसै साथीभाइले पनि नेपाल सरकारलाई जानकारी दिनु पर्यो है। हाम्रो यहाँ विदेशमा आउनुपर्ने यार बाध्यले काम गर्नु पर्यो, यो दोस्रोका गाई हेर्नुपर्ने यस्तो बाध्य छ कि कुरै नगर्नु साथीहरू है। तपाईँहरूले त्यो के भन्छ अहिलेको सुशीला कार्के हो होइन, सरकार त्यसलाई सम्झाउनु होला, नत्र भने त्यसको अन्तिममा त्यो केपी शर्मा ओली शेरबहादुर देउवाको जस्तो हालत हुनसक्छ है। मैले बार बार भनिरहेको छु, यस्तो हालत भइरहेछ कि हाम्रो विदेशमा आउनुपर्ने काम नगरी नहुने बाध्य छ। यहाँ हेर्नुहोस्, यहाँ कस्तो जङ्गल परिरहेछ। मलाई खुद थाहा छैन के गर्नुपर्छ भन्ने कुरामा होइन, तर बुझ्नुपर्ने विषय हो। तर बुझ्दैन यिनीहरूले, सबै मान्छेहरू यी रन्डीका बानहरू हुन्। हामीलाई मात्र यहाँ धोका दिने, कति धोका दिएछ थाहा छैन रन्डीका बानहरूलाई। त्यसैले त्यति नै भन्न चाहन्छु, विदेशमा जति पनि मेरा गाउँघरका मान्छे एकजना पनि घरमा बसेको छैन। आजभोलि सबै विदेशै भन्छ, गाउँघर सबै बाजो भइसकेको छ होइन। अब तपाईँहरूले के भन्नुहुन्छ कमेन्ट गर्नुहोला। अहिलेको लागि म बिदा हुन चाहन्छु। हस्त नमस्ते है।